तपाईँ गोरा दाइको बुढा रहेछ कहाँ छोरा मान्छे बुढा हुन्छ त मेरो बुढै बुढा हो दाइ हो मेरो त त्यो फतिक बुढा जस्तो हैन त्यो बाको अच्छा त्यो बाको नानी जत्रो त्यो गङ्गाता जत्रो कि अन्त म उहाँ 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 भनेर रुन्थ्यो न त ठुलो भएर त कहिले नि रहेन पो कसरी रुन्थ्यो रे उहाँ उहाँ न्याउ न्याउ बिरालो आइज म खान्छु भन् कुखुरा डाल्ला कुखुरा आयो कुखुरा खान्छ खाऊ खाऊ बिस्तारै खाऊ न बिस्तारै अब बसेर गीत बिस्तारै थुप्रो फेर नाचिसक्यो यार पच्यात्तै दुई फेरा नि त्यो बसेरै गिराएरै मादल बजाइदियो त्यो खुट्टामा बजाएर अब बसेरै गाउने अनि काको बाबा को त्यो दाइ हेलो कस्तो नाच्ने डाक्टरको दाइ बोला काकाको छोरा हो कान पनि बन्द छ कि हजुर को त्यो छाना माथि त्यो मेरो छोरा हो के गर्यो धान सुकाएको अस्ति माथि पो टपमा कहिले उठाउने त कति दिनमा भरे उठाउने त्यो घाम पसौँ हुँदा ठिक्क पसौँ हुँदा हो ए अन्त उठाइहाल्ने न त घाम पसिहाल्छ शीतल भइहाल्छ रात परिहाल्छ न त ठिक्क घाम छ नि त ऊ त्यही छ नि ठिक्क त छ नि ठिक्क दिनलाई त गाउँलेहरूलाई त पुगिहाल्छ नि सबैलाई बराबर के बुझीलाई केही दिइन बजाइलाई अलिकता दिइन क्या ए तितो कसले खायो बियर कतिजना को त नि ए दाइ हाम्रै बाउ अन्त भतिज त्यही बजे यतिले खाएको बराबर त्यो मासुको भाग फाटेको जस्तो अन्त सबैको हिसाब मिल्छ कि अन्त पो केही नै हुन्न अन्त सबै बराबरै हाँस्ने अन्त बुझ्यो बुझ्यो बाजे खै बाजे त कान्छी लिएर भाइहरू भन्न कान्छी लिएर गएको तपाईँलाई नि नाकमा टेक्पाइन्छु घरै छ एक बोतल खान्छु कि हामी बाजेर म ल घरै बसेर नाचे घाँस काट्नु है नाचे दिन्छु कि माया लाग्दै झन् दिइरहेछ यार घाँस काट्नु अस्ति नै त एक बोतल खाएँ यार तपाईँकै भित्र मिलेर ठिक्क दिन भयो यसलाई काटेर खाइदिउँ कि के भयो फेरि आयो त्यही यसलाई नि मारिदिउँ कि के हो त्यो भैँसी ढालेको जस्तो त्यो गोरा दाइ जस्तो हाँसाउने हो कि भैँसी केले ढाल्छ त ठिक्क बन्चोरोले हाम्रो बाउले चिरिरहन्छ नि त्यो दाउरा त्यहीले एकतालमै ढालिदिने अन्त ऊ पुग्लिकै ढलिहाल्छ अन्त खुट्टा साथ त्यो नाचेको जस्तै चालिरहन्छ नाचेको जस्तो हेलो कसको हो यो हाम्रै होला है काटेर खाइदिउँ न त्यो चित्रको भुत्ला जस्तो आमाले के ल्याउनु भयो है आमाले के ल्याउनु भयो कुन त ए त्यो सामान होला नि अर्कै त्यो छुट्टै सामान त्यो तिउनमा त्यो मिठो गर्दै खाने त्यो तेलहरू मसलाहरू नुनहरू अन्त त्यो के पो भन्थ्यो अन्त त्यो धुतो बेउसार अन्त अदुवाहरू अन्त त्यो के पो भन्थ्यो कि ए खुर्सानीहरू त्यो हाल्ल्या होला नि मलाई दिन्छ नि त्यो मेरो हो यो मेरो चल्ला हाम्रो यो त त्यसको रातै मासु देखिरहेको छ
नाङ्गो नाच्नु खोज्यो बाटो भएको छ क्या मै जस्तो झन् मलाई थुनिदिया गयो हेमराज ल ल ए झन्डै लगिदिया गयो पूजा पूजा गर्नु जाने हो? यसलाई राम्रो गरेको क्या लाला भन्दै माया गरेको मेरै चल्ला हो नि त ठुलो चल्ला तिम्रो बिहेको दिन काट्नु पर्छ कहिले तिम्रो बिहे अब कहिले हुन्छ कहिले ल्याउने भन न तिमीले अब धेरै दिन छैन के कति दिन छ ठिक्क दिन छ ल भन्न त अनि त्यो अब 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 15 दिन छ अब 15 दिन छ कुखुरा पनि ठिक्क हुन्छ होला है हुन्छ त्यही 5 वटा काटिदिनु पाँचवटा होइन एउटा भए हुन्छ कालो मकुस त्यो नि काटिदिने त्यो नि काट्दिनु ऊ त ठुलो रहेछ नि त भाले जस्तो मेरो भान्जी मलाई त मामा भन्छ हेर त ऊ ठुलो भाले रहेछ त। भान्जी भात खायो अहिले हेर्नु त त्यो पैसा कमा छ नि नाचेर त्यो मेरो पैसाको के ए कुन त बताएर खाइदिने अनि बटर है नि फेरि म म म ल्याइदि 200 को ल्याउँछु म फेरि उते कुखुरा समातेर मार्छु ल ल एउटा सामान न त त्यो सेतो भयो नि त्यो दारे फारे भएको त्यो तित्राको भुल्ला जस्तो भयो नि म समाते हाल्छु ए यो मेरो साथी हो कि यो यसलाई काटिदिउँ कि के हो रुपैयाँ ल्याऊ त्यो चटनीको लागि अचार बनाउने ल नि त अनि मिलेर खाऊँ न अनि खुर्पा ल्याउ नि त खुर्पा लाग्दैन अलि त्यसै नि नभने मलाई नाखेलाई गोरे दाई जस्तो तपाईँ पनि त्यही गोरे दाईको जारी रहेछ त्योसँग तालिजा तिमी म साँच्ची जारी हो र के बन्नीपुरको लाताको जारी त्यहीले सोधेछ तिमीलाई म नाच्नु जाँदा के भने पैसा कमाउनु जाँदा के भने अन्त मासु त्यो के ल्याउँदा पाउरोटीहरू त्यो मसलाहरू एक पका तेल यी आइपुग्यो अन्त अन्त त्यो के पो हुन्थ्यो कि अन्त ठिक्का रक्सी खाइदिए अन्त त्यो चिसो खायो गुलियो रक्सी त्यो त्यो चिसो के त्यो 50 खालको 100 खालको चिसो बोल रक्सी खानु त हुन्न है रक्सी खानु हुन्न चिसो खानुपर्छ फेन्टा कोक भन्छ नि यस्तो नि अलिअलि त खानु अलि गिलास त खानु पर्यो ल नि यो त चिया हो चिया हो पानी त्यो यसको माझमा खानु पर्यो नि यो त तातो पानी हो खानुपर्छ त्यसै नभने तिमीले अघि दबाई खाथ्यौ नि त त्यो तातो पानी खानुपर्छ मलाई नखेला खेलाको होइन तपाईँ गोरा दाईको बुढा रहेछ कहाँ छोरा मान्छे बुढा हुन्छ त मेरो बुढा हो दाइ हो मेरो त त्यो फतिक बुढा जस्तो त्यही अघि उ त्यो बजेको जस्तो हाम्रो दुल्लाको दाउका ए उसको नाम फतिक हो के बाजे जस्तो फतिक अत मलाई मतिक